पत्थर तब तक सलामत है जब तक वो पर्वत से जुड़ा हुआ है। पत्ते तब तक सलामत है जब तक वो पेड़ से जुड़ा हुआ है। इसी तरह इंसान तब तक सलामत है जब तक वो परिवार से जुड़ा हुआ है, क्योंकि परिवार से अलग होकर आज़ादी तो मिल जाती है लेकिन संस्कार चले जाते हैं। कड़वा है मगर सच है दोस्तों, ध्यान से सुनिएगा। अब सुनिए 2 लाइन नेपाली में। यो देशमा मिलेर बस्नु भन्ने एउटा मात्रै मान्छे छ, त्यो हो बसको खलासी। त्यसलाई नि गाली गर्छौँ हामीले मौका पाएपछि। ए दिदी तपाईँ अलि यता सर्नुहोस् त, ए दाइ तपाईँहरू 3 जना मिलेर बस्नुहोस् त। कति मजाले मिलाउँछ। खलासीको जति बुद्धि हाम्रो देशमा नेताहरूको कहिले आउँछ। र यस्तै कमेडी भिडियो, मोटिभेसन भिडियो लिएर आउँदैछु। तपाईँहरू बनिराख्नुहोस्। अझै पनि यसमा मोटिभेसन भिडियोहरू आउँदैछ, सुनिराख्नुहोस्। स्किप नगरी ध्यानले सुन्नुहोला। गाई बाख्रा पाल्न गाह्रो हुन थालो, कुकुर पाल्न थाले, किताब फुटपाथमा बेच्न थाले र जुत्ता सोरुममा राख्न थाले। हुँदाहुँदैका खेत पुरेर चापत्ती लाइयो, पन्जाब र बिहारका चामल किनेर खाइयो। बच्चाको टिफिनमा रोटी पठाउनु पर्नेमा फास्टफुड पठाउन थाले, ताकत कहाँबाट आउँछ। दुध घर घरमा लगेर दिँदा पनि पानी त मिसाएको छैन नि भनी बार बार सोध्छन्। आफूले नि गएर स्टोरबाट दारू नगदमा किनेर लिएर आउँछन्, फेरि घरमा लिएर पानी मिसाएरै पिउँछन्। अनि परिवर्तन कहाँबाट हुन्छ। एउटै बुटामा फुलेको फुल कुन चाहिँ मन्दिरमा जाने हो, कुन चाहिँ श्मशानघाटमा, त्यो फुललाई पनि थाहा हुँदैन। एउटै भट्टामा बनेको इँटा कुन चाहिँ मन्दिरमा जान्छ र कुन चाहिँ शौचालयमा, उसलाई पनि